जङ्गल जग्गा छ थाकिया छ यहाँ ताल छ हेर्नु यस्तो रमाइलो ताल अस्ति जाडो महिना आएको जाडो महिनामा जमेर घुम्न आएको अहिले पग्लेर पानी भएछ कोहीमा भाइ टिपेर लड्छन् भनेर यसरी जुट घुसाउँछ यति धेरै राम्रो विकास गरेको छ भने नेपालमा हुने हो भने यही जुटबाट बेच्नु भने 5 लाखको बजेट पऱ्यो भने 4 लाख खाएर 1 लाखको बिचमा कोरेर लगाएर भिडियो बनाउँछ हामीको लागि संरक्षण गर्ने हो भने नेपालमा यस्ता ताल तलैया पोखरीहरू कति छन् हाम्रो देशको सरकारले संरक्षण गर्नुको साथ हो ठुलो भौगोलिकमा पनि ठुलो छ भौगोलिक सुन्दर पनि छ तर नेपालका मान्छे नेपालको नेतृत्वको मन सुन्दर भएन मन सुन्दर नभएपछि देश विकास होइन देशको विकास होइन देशलाई बर्बादीतिर धकेलिरहेका छन् हजारौँ हजार मात्र होइन लाखौँ विदेशी भूमिमा काम गर्न त्यसरी चाहिँ देशलाई बर्बादीतिर 내에서 내 개인 모임 넣어가 노출이 안 돼. 선생님, 이거 학부모님들이 내 번호를 모르는 거야. किसौँ वर्षदेखि विदेशको भूमिमा पसिना बगाउन बाध्य भएका छन् तालमा आज बिहामा यसरी देशकै विदेशीहरू सामान्य ताल छ त्यस्तो धेरै ठुलो फाडेर यस्तो ताल बनाएर मान्छेहरू ताल बनाएको होइन सायद यो नेचुरल नै होला बनाएको त होइन तर भएको ताललाई चाहिँ संरक्षण गरेर चाहिँ यति मान्छेहरूलाई आउन घुम्न बिदाको दिनलाई सदुपयोग गर्न बनाउनु ठाउँ बनाएको छ नेतृत्व राम्रो हुने हो भने जे पनि राम्रो हुन सक्दो रहेछ भन्ने कुराको उदाहरण देख्न सकिन्छ तर के गर्नु हाम्रो देश कहिले होला यस्तो कहिले होला होइन यस्तो अलरेडी छ त थोरै अलिकति संरक्षणमा कल्पना गर्नु सम्झिने त्यस्तो होइन गर्न सकिन्छ हुन्छ विश्वकै राम्रो देश बनाउन पनि सकिन्छ सुन्दरताको खाइन्छ नेताको दिमाग पिएको पर्यो यसरी